हामी अहिले यहाँ दोधारमा परिरहेका छौँ र जापानिज पढ्न खोज्दै हुनुहुन्छ हाम्रो आजको कुक एकदम चिल्लो चाउमिन भयो नि चिल्लो कस्तो राम्रो देखेँ पनि लाउन न ओहो हो यहाँ यति यहाँनिर म यहाँ हेर्नुहोस् टर्चर पाइरहेको छु हेर्नुहोस् Hi everyone, welcome back to my channel Dozen Vlogs. अनि आज दिनभरि लेजी भन्दा नि लेजिएस्ट वाला डे स्पेन्ड गरिसकेपछि I'm going to make spaghetti in Nepali style. I'll cook for him. मेरो love language. क्या बात है सर, क्या बात है सर. Vlog पनि मिठो बनाउने कोसिस गर्छु अनि चाउमिन पनि मिठो बनाउने कोसिस गर्छु. So please keep watching guys, and last mani like, comment, and subscribe garna cha nabhulnu la. So let's make a chow mein. Lanta ke chara haina मलाई म हिजो थाहा एउटा बन्द करो. अब हामी यो भाँडामा स्लो हुन्छ त्यो बारेमा कुरा गर्ने. अब हामी खाजा पकाउनुतिर लाग्नुपर्छ किनभने 5 बजीसम्म भोक लाग्छ होइन. भोक लागेपछि खानु पर्यो. 5 बजी खाएन भने 6 बजी खाएपछि खाना फेरि राति 9 बजी खानुपर्छ 8 बजीको सट्टा होइन. अब हामी खाना पकाउनुतिर लागौँ है त. अब हामी यो ससेज यो भेजिस राखेर भाँडामा सिद्धेपछि चाउमिन बनाएर खाने. तिमीले बनाउने हामी खाने हो. यो ससेज हालेर यो भेजिस हालेर चाउमिन खाने हो. बुझ्यौ? ओके, यो चाँडो गर्नु पर्यो. ल हेर्नुहोस् त, यो मैले हिजो अस्ति माझेको भएन भनेर मलाई यहाँ कम्प्लेन आयो. हेर्नुहोस् अब यो म जुन दिन जापान ल्यान्ड भएको थिएँ नि हेर्नुहोस् त्यो दिनदेखि यो भाँडा यस्तै नै थियो होइन. यस्तै नै थियो त्यो दिनदेखि. मैले यहाँ यतिकै यहाँनिर मैले यहाँ हेर्नुहोस् टर्चर पाइरहेको छु. मैले आखिर भोटेकै हो. हेर्नुहोस् चुले पनि भोटिरहेको छ. त्यो जाँदैन. अब त्यो नजाने नै वाला हो क्या त्यो. हेर्नुहोस् कि त नयाँ भाँडा हेर्नुहोस्. त्यसो भोटेर कहाँ हुन्छ त यो. ल त्यो नजाने वाला हो कि त्यो. कुनै पनि नजाने जाने रहेछ भाइ. अब मैले चाहिँ के भन्थाने उसो भयो भन्दाखेरि त्यो नजानेवाला भाँडाकै पार्ट हो त्यो. त्यो भाँडाकै पार्ट हो भनेर चाहिँ मैले त्यो सोचेँ होला नि त. मलाई खुवाए त्यस्तै भयो नि. कतिवटा भाँडामा खुवाइसक्यो मलाई. अब टाइममा फर्स्ट टाइम भाँडा मार्न थालेको यहाँ जापान आएदेखि. म जन्मिँदा बित्तिकै भाँडा घसेको हो. हेर्नुहोस् दुध हालेको चिया पकाइसके. ए दुध हालेको चिया नबनाउने खो यहाँ हेर त. यसो यहाँ हेर त. यहाँ हेर न भने यो सटाप. ओके सटाप. अब यो गरेर चाँडो खाना बनाउने खाजा बनाउने. ओके र हाम्रो यहाँ पानी बोइल हुन लाग्यो. र हाम्रो पानी भरिएको छ हाम्रो चाउमिन बोइल गर्नलाई. भाँडाहरू मिलाउँदै हुनुहुन्छ म्याडम. ओ म्याडम, ओ म्याडम. र निकाल्नु भएको चाउमिन देखाइदिउँ एकचोटि. चाउमिन देखाइदिउँ एकचोटि माथि ल्याएर. हेर्नुहोस् जापानिज चाउमिन ल्याए आज हामी. Spaghetti pasta, but we are making Nepali chow mein with this. Right. र जापानिज पढ्न खोज्दै हुनुहुन्छ हाम्रो आजको कुक. हाम्रो आजको यहाँ चाउमिन कुक उहाँ अब लगभग रेडी हुनुहुन्छ. अब हाम्रो यहाँ पानी बोइल भइरहेको छ. हेर्नुहोस् हामी अहिले यहाँ दोधारमा परिरहेका छौँ. यो सबै हामी दुईजनाले खान सक्छौँ कि सक्दैनौँ भन्ने हामी अनुमान लगाउन हामीलाई गाह्रो हो. हेर्नुहोस् है मेरो विचार चाहिँ यो एउटा चाहिँ एकजनाको लागि होला कि है. यो एउटा चाहिँ त्यो फोकसै लिएन यार क्यामेराले. हो यो एउटा चाहिँ एकजनाको लागि फेरि लिएन. झुर ब्लगर पर्यो. हाम्रो जिन्दगी बेकारै हुँदै. त्यो मलाई त्यो पाण्डाले खाने प्याम्बो हुन्छ नि सेम लागिरहेको हो र. यस यो दुई घ्याम्पो हानौँ नि त. यो 2 घ्याम्पो हानौँ. I'll make it all. यो त्यसरी ननिकाल्नु न. 2 घ्याम्पो हानौँ.
कस्तो रहेछ त्यो जिन्दगीमा Try? काँचो चाउमिन You want to try? I don't want to try त्यो that is not good try निलो छ काँचो काँचो छ दामी छ दामी छ ल आज हामीले पानी हेर्नुस् बोइल हुँदैछ अब हामी पेल्छौँ यसलाई पानीमा एकछिन अनि केलाउँदै हुन्छ चामल केलाए जस्तै केलाको हैन के गरेको त केलाको हैन खेलाको हो त यस खेलाको हो नकेलाको हाल्दिनु भएको छ उहाँले झ्याममा अर्कोबाट नै हाल्दिनुहोस् हेर्नुहोस् मलाई चाहिँ यतिले चाहिँ पुग्छ जस्तो लागेको छ हेर्नुहोस् तरिका चाहिँ यो हो है हाल्ने अझ एउटा राखिदिने हो र आर यु सुवर युआर सुवर अरू सुवर नहो यो ससेजको सुवर हो है मौसम एकदम राम्रो छ 5 बजेको छ यो नेचुरल लाइटमा खिचेको हो सबै हेर्नुहोस् साथीहरू है फुल नेचुरल लाइटमा रहेको छ सबै राखिदिने र राखिदियो नि त राखिदियो सबै राखिदियो अनि त्यसपछि सबै राखिसकेपछि सबै फ्राई गर्ने होइन नि त त्यसलाई प्लास्टिकमा अथवा उसमा भाँडामा राखेर फ्रिजमा राखिदिन्छ नि त मलाई पनि पकाएको छ नि त्यो आइडिया भन्नु कि हाल्दै सबै हाल्दै सेक्दै हालिदिउँ त्यो पनि हाल्दै किन भाँचेको नभाँचेको कस्तो राम्रो हुन्छ नभाँचौँ स्वर चाहिँ राम्रै हो है बनो रे बनो मेरे चले ससुराल को आँखियों में पानी दे गई यो तिम्रो जुन स्टाइलले गाएको छ नि यो मलाई भोलि बिहान सुनाउ ल मलाई बिहान कहिले काहीँ टोइलेट आउनु गाह्रो हुन्छ कि तिमीले यो गाएको सुन्यो भने आउला कि मलाई है के भन्ने क्या अब म यस्तो खतरा नयाँ भर्जनमा गीत गाइरहेको हो होइन आँखियों में पानी दे गई यो त मलाई नरुन आयो नहाँस आयो यो सुनेर मलाई त टोइलेट आयो म टोइलेट गएँ ल के खालको यो कुन स्तरको गीत हो यो कस्तो गाना हो यो के स्वर हो यो तिमीलाई गाउन लगाएर त गेम खेलाउन सकिन्छ मान्छेहरूलाई जसले सबभन्दा बढी मिनटसम्म हाँसो रोक्न सक्यो त्यसले जित्यो धेरै हुन्छ कि यत्रो चाउमिन 2 जनाले खायो भने त नि ओहो हामी त जापानमा फेमस होला नि त फेरि हामी त अर्को 2 जना भ्याउतो कपाल भन्छ फेरि माइला दाइ फ्लप होला फेरि भ्याउतीहरू त अरू नै हो यो मोटोहरू माइला दाइ होइन भनेर भन्नु त्यो माइला दाइले के छान्दाखेरि हामीलाई भ्याउँथ्यो संसारले भनिरहेको छ है भ्याउ त नराम्रो होइन नि भ्याउ त राम्रै हो नि भ्याउ त पनि एउटा जीव हो अर्कै जीवको नाम लिएर उसलाई सम्मान गरिरहेको छ त्यो धेरै राम्रो कुरा हो नि घर बाहिरको मौसम चाहिँ यस्तो छ हेर्नुहोस् हामी चाउमिन बनाउँदै गर्दाको है यस्तो रहेको छ मौसम यस्तो चिसो रम खानी तुङ्बा खानी जस्तो नेपालमा भएको म तुङ्बा खान दौडिसक्छु हेर्नुहोस् तर के गर्ने यहाँ खाइन्न धेरै है डालिँदैछ तेल काटियो प्याज अझै बाँकी छ प्याज काट्न हो ठिक छ त्यति मात्रै हाल्नुहुन्छ नेपाली स्टाइलले बनाउने हेर्नुहोस् यहाँ चिरा पड्काउने सुरुमा चाउमिनमा र हेर्नुहोस् अब हामी यसमा पड्काउँछौँ रातो खुर्सानी हाल्छौँ प्याज प्याज हालियो मिनिमलमा हामी बनाउने टमाटर मसाला हाम्रो जिन्दगी मसाला खाएको छ मसाला पेटले भन्छ मसाला पुरा ठुलो हेर्नुहोस् अलिकति हल्दी पनि लाग्यो चाउमिनमा मलाई हल्दी लागेको चाहिँ मलाई खासै मन पर्दैन तर ठिकै छ रातो खुर्सानी पनि अब हामी यसमा मजाले चाहिने यसमा हाल्छौँ
केले चलाएको थियो चम्चाले के चलाएको चलाउने कुरोले चलाउनु पर्छ नि मैले त्यस्तो गरेँ मलाई करेज सक्यो त्यत्रो चलाउने कुरो हुँदैन हो चम्चाले चलाउँछ नि यहाँ त्यसमा चाहिँ यहाँ भयो अब हामी माइला दाइ भाषा बोल्ने हो नि त हामी यहाँ थोरै मसलाहरू होइन यहाँ मसला धनिया लगा नुन चाहिँ अहिले नै छरिदिने हो सर्लक कलाएर ससेजलाई अब अलिकति फ्राई त गर्नै पर्यो छुट्टै ससेज पहिला फ्राई गरेर राखौँ यो चाउमिन प्याक्दै गर्छु होइन टमेटो प्युरी थोरै हाल्छौँ अब हामीले अरूको यहाँको टमेटो प्युरीको चाहिँ हाम्रो देशको चाहिँ अब ठिकै हो होइन अब हामीले माथि फ्यान अन गर्छौँ धुवा सक्दैन मिक्स गर्छौँ हेर्नु त्यो चाउमिन यहाँ पकाउँदै हुनुहुन्छ उहाँले फाइनली नेपाली सस रेडी भयो नेपाली चाउमिन सस रेडी भयो नेपाली चाउमिन सस रेडी भयो अब यसमा हामी हाल्छौँ हेर्नुहोस् र हामी यहाँनिर ससेस काट्नेवाला सबै त होइन यति हो यति हो यो ससेसलाई हामी काटेर फ्राई गर्छौँ लङवाला गर्ने हो यति गर्ने लङ पिसेस यतिकै ठिक छ यो चाहिँ बिर्सिएछौँ ससेस पहिला फ्राई गर्नु अब ससेस यहाँ थोरै मात्र हल्का फ्राई गर्छौँ अनि पछि चाउमिनहरू हालेर त्यसमा मिक्स गर्छौँ हेर्नुहोस् यहाँ ससेस फ्राई गर्नलाई हामी छोडिदिन्छौँ पहिला हामी हाल्छौँ यसमा हेर्नु सससँग रेडी भएको सससँग हामीलाई ससेस होइन बिफोर वी पुट द चाउमिन अब हामी पुटिङ द चाउमिन अब हामी पुटिङ द चाउमिन मजाले सल्ल आज हाम्रो भाग्य नसिबमा मिठो खाजा हुनुभयो हेर्नुहोस् उहाँको बुढी आउन भर्खर पोल्यो त्यो मैले हमदर्दी भन्ने छैन हमदर्दी अब खाजा खाने बेला मरमपट्टि गरिदिन्छु प्रोफेसनल पुरै यहाँ हेर्नुहोस् अनि चाउमिन सब गरेपछि बल्ल हामी हाल्छौँ यसमा एकछिनमा बन्दा त्यो चाहिँ हाम्रो तरिका हो है फेरि मैले बिर्सिसकेँ थिएँ उहाँले सम्झाइदिनु भयो सम्झाउने तरिका हो बन्दा उहाँले बिर्सिसक्नु भएको थियो मैले सम्झाइदिएँ अलिकति व्यङ्ग्य प्रहार गरेर व्यङ्ग्य प्रहार गरेर होइन अब यो बन्दाको प्याकेट खुल्दैछ यो खास स्यालेड बन्दा हो तर बन्दा त बन्दै हो यो मिक्स गरेपछि सफ्ट फेरि मिक्स कस्तो राम्रो देखेँ पनि गाउन न ओहो हो 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 यो त अनि बबाल भयङ्करै विभिन्नै तरिकाले मिठो होला कस्तो हुन्छ जस्तो छ म्याडम अभियसली मेरो हात लागेपछि मिठो भयो भन्ने जाने भयो मिठो हो फेरि उहाँ थप्दै हुनुहुन्छ सलक्क लाएर अब यसमा गाली गर्न चाहिँ हुँदैन होइन खास बन्दा ल्याउनु पर्ने वाला अर्को ल्याउनु पर्ने हो अब यस्तो मैले यो किनेर ल्याएँ तर यो ठिक छ के हुन्न स्यालेड बन्दा हो यो तर यसमा हालेर खाए नि के हो त मतलब भने त्यो कटिङ चाउमिनकै कटिङवाला बन्दा चाहिन्छ भने त हुँदैन तर अर्को पनि हुन्छ कटिङ बाइ द वे तपाईँले यो ल्याउनु भयो ठिक छ अर्को पाल गाली गर्नु बेला पसल सँगै जाने है उहाँले टेस्ट गरिदिनुहुन्छ ओहो हो नाकमा नि कस्तो मिर्छ के छ मिठै छ म टेस्ट गर्छु एकछिनमा ल अब हामी यहाँ अब नेटफ्लिक्स हेर्छौँ एकछिन होइन
आजको हाम्रो खाजा हामी हेर्नुस् यो बवाल मिठो होला Look at this, look at this, look at this. Yo. Cheers. Hey. Kylo, guys, Kylo. Kylo. Kylo भन्ने मान्छे पनि कहाँ पुगिसक्यो यार हामी यही खाँदै बस्दै गरे कस्तो बवाल मिठो हो के Kylo साँच्चै मिठो भइरहेको यार लाग्छ मिठो मसँग नठोकाइकन रक्सी हो By the way, ठोकाउनै पर्छ ल कस्तो मजा आयो Carapizza water के हो यो खाने हो यो सस यो सस बिना मिठो हो थोरै यहाँ पिचिक्क हाले जस्तो मैले गर्छु हाले जस्तो मात्र धेरै भयो सस हाल्यो भने झन् नेपालको जस्तै हुन्छ होला यार यो त सस हालेर खान मलाई थाहा छ बवाल मिठो नेपाल गएर नेपाली टेस्ट आयो बवाल मिठो यार लाइफमा यस्तो मिठो चाउमिन अहिलेसम्म जिन्दगीमा मैले खाएकै छैन ल चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह यस्तो मिठो भएको चाउमिन सही जा रहे हो बेटा 150 रुपया देगा रेसिपीलाई भिडियो हेर्नुस् अगाडि यो भिडियोको अगाडि रेसिपी पनि छ हैन अनि टिकटकमा हेर्दै हुनुहुन्छ भने चाहिँ यो चाउमिनको रेसिपी चाहिँ युट्युबमा गएर हेर्नुस् टिकटकमै पनि हाल्न सकिन्छ कुरो पनि भने यो यस्तो मिठो चाउमिन बन्यो कि के भनौँ कस्तो मिठो चाउमिन बन्यो भनेरै साथी यहाँ नेपालै हो कि जस्तो लाग्छ यहाँ नेपालमा मेरो एकजना साथी छ कि झट्टै पुरानो साथी हो अनि चाउमिन खाएकै उसको याद आउँछ किनभने ऊ चाहिँ हामी अब कहिले यसो भट्टीतिर गयो भने होइन साउनी एकदम चिल्लो चाउमिन बनाएर त्यो चिल्लो बिना चाउमिन उसलाई मिठो लाग्दैन कि उसलाई चिल्लै चाउमिन चाहिने कि एकदम चिल्लो बनाइदिनु न चिल्लो बनाएर यति धेरै तिर्न बनाएर ल्याएको चाउमिन दियो भने चिल्लै पुगेन दिने क्या हुन्छ नि मुखभरि पार्ने होला अनि तान्दाखेरि के तान्दाखेरि चिल्लै पार्ने होला नि त मुख पनि त्यस्तो मुख त चिल्लो पार्नु होइन तिमी कहाँ थियो गएको कुराले लो चिल्लो चाउमिन खाँदाखेरि अनि मुखै चिल्लो हुँदैन त त्यसले तेल मुखमा चाहिँ अब मैले हेर्दा उसले चाउमिन खाँदा है मजा आयो यार कार्पिस वाटरले गर्दा के वाटर हो कार्पिस वाटर कार्पिस सु वाटर मिठो छ सु वाटर I'm first. यसो रियाक्सन भनिदिनु के छ रियाक्सन बवाल यसो चाउमिन त अहिलेसम्म खाएकै थिएँ बवालै चाउमिन अब म कहिले बनाउँदिनँ है म अब यस्तो चाउमिन बनाउँदिनँ अब उसले मलाई खालि बनाऊ मात्र भन्छ त्यही भएर भनेको गाइस बनाउनुपर्छ बवालै मिठो चाउमिन बन्यो तर